मान्यज्यू हर्क साम्पाङज्यू लिडर, म उहाँलाई यति मान्ने मान्छे पनि हो। मैले त उहाँको ढुङ्गा बोकेर आएको छु। त्यस कारण तपाईँको साइबर आर्मीहरूलाई चाहिँ भन्नु होला। अब कसले कुन पब्लिकले के भन्छ, कता के भन्छ भन्ने कुराको ग्यारेन्टी म लिन सक्दिनँ। त आज म च्यालेन्ज दिन्छु, म तपाईँहरूलाई म अहिले लाने भने हजारौँ जनालाई म जेल लान सक्छु, तर म गर्दिनँ। म एक पैसा पनि सरकारको मेरो नाममा म खर्च गर्न चाहन्न, तर म चुनौती दिन्छु। तपाईँ चाहनुहुन्छ भने तपाईँले चाहनुहुन्छ भने होइन, यो मेरो समय सन्दर्भ नै छ। मलाई अहिले यो नेसनल, मलाई इन्टरनेसनल ऊ पनि भनेर भनेको छ, भालु पनि भनेको छ। म भन्छु तपाईँहरूले मलाई नेसनल पनि मलाई प्रयोग गरेर के अरे चुनौती दिन्छु, मलाई प्रमाणित गरेर देखाउनुहोस्। मैले कतिजनालाई लगाएको प्रमाणित गरेर देखाउनुहोस्। नभए यसरी चाहिँ मान्छेलाई चाहिँ झुटो आरोप लगाउनु पाइँदैन। आज म यही सभामा बसेर म आफ्नो डिफेन्ड गर्दैछु। हरेक के अरे नेपाली महिलाहरूलाई चाहिँ जुन मान्छेले चाहिँ के अरे कुराहरू गर्नुभएको छ र म निरीह देखिरहेको छु। यो सभा पनि मलाई कति पीडा भएको छ भन्ने कुरा मलाई नि थाहा छ। त्यो जसलाई पीडा भएको हुन्छ त्यही हो। पब्लिकसँग जुझ्ने हाम्रो काम होइन, पब्लिकको आवाज बुलन्द गर्ने, आवाज उठाउने त्यो काम चाहिँ हाम्रो छैन, कर्तव्य जस्तो लाग्छ मलाई। र त्यो खालको शब्द आगामी दिनहरूमा कोही कसैले पनि, हामी यहाँ मुद्दा वाइज तरिकाले कुरा उठाइरहेका हुन्छौँ, कोही कसैलाई हामीले दोष्न पाउँदैनौँ, दोष्नु हुँदैन। विधेयक मैले अलिकति पढेँ, तर यो यति राम्रो विधेयक आएको छ, त्यसको लागि म के अरे धन्यवाद दिन चाहन्छु हाम्रो मान्य मन्त्रीज्यूलाई। तर यहाँ चाहिँ धेरै शब्दहरू वेश्यावृत्ति, वेश्यगमन भन्ने छ कि अहिले यो अवस्थामा आएर पनि हाम्रो संविधानमा पनि त्यो अलाउ छैन। हामीले यो शब्द एउटा लोकसेवामा प्रयोग गर्दाखेरि हामीले पुरै विरोध गरेका थियौँ। पहिला हामी महिला सांसदहरूले पुरै विरोध गरेका थियौँ। अब म त्यतिखेर त उपसभामुख थिएँ, मैले कोर्डिनेट मात्रै गरेँ, मैले बोल्न मिल्दैन थियो। त्यसले गर्दाखेरि म मान्य मन्त्रीज्यूलाई यो लेख्ने पनि पुरुषै हो कि जस्तो लाग्यो कि हरेक ठाउँमा खालि वेश्यावृत्ति भन्ने यस्तो शब्द आइरहेछ। यसलाई चाहिँ हटाउन म अनुरोध गर्न चाहन्छु र मेरो संशोधन पनि मैले हाल्दैछु। त्यतिखेर मैले दफावार नै मैले त्यो बोल्नेछु। र म यही सन्दर्भमा के भन्न चाहन्छु भने अहिले यसको प्रकृति एकदमै नयाँ तरिकाले गएको छ। त्यसमा चाहिँ राज्यले पुरै ध्यान दिनुपर्छ विभिन्न तरिकाले। यहाँ चाहिँ महिला मात्रै होइन, पुरुषलाई पनि हामीले प्रोटेक्सन गर्नुपर्छ। धेरै युवाहरू, धेरै बालकहरू पनि, त्यसले गर्दा चाहिँ हामीले सबैलाई समेटेर चाहिँ यो विधेयकलाई अगाडि बढाउनुपर्छ। र यसैमा सन्दर्भमा म के भन्न चाहन्छु भने म त्यो कुराहरू रिमाइन्ड गर्न चाहन्छु। यो गरिमामय सदनमा मलाई लागेको थियो मेरो संवैधानिक के अरे जुन मेरो पदको लागि होइन, संवैधानिक पदको लागि चाहिँ त्यो गरेको होला भनेर मैले